So hello enough everyone, welcome back to my new vlog. And so आज चाहिँ म चाहिँ घाँस काट्न आएको यहाँ टक्क लाएर यता हैन चाहिँ घाँस काट्नको लागि चाहिँ म यहाँ आएको छु आज चाहिँ अट्टो लाएर एउटाको भराउने हो जाने यति काट्ने पनि भइदिन्छ हैन त माथि पनि काट्ने तता सब घाँस काट्ने है त हेरौँला अब कति काटिन्छ घाँस है त गाइस भारी पुगेसँगै पानी पनि पर्यो हैन चाहिँ भारी पुगेर चट्ट लाएर घरतिर लाग्ने हैन चाहिँ भारी पुग मलाई हैन टक्क लाएर यता लाएर अब चाहिँ भाइ बोक्ने त यस्तो गरेर आयो सर्ट लाएर घरतिर लागिएको चाहिँ हैन घाँसलाई चाहिँ घर पुर्याउनु पर्यो अब हैन त्यसपछि चाहिँ चट्ट लाएर पुरै फोन चलाएर बस्ने फोनै चलाउने बस्ने काम छैन देख्न सक्नुहुन्छ पानी परिरहेको छ कत्रै तरिकाले पऱ्यो नि हैन पानी त लाएर थुप्रै तरिकाले पानी गरेर है अब चाहिँ सिधै घर गएर भेटौँला यति गाइस चट्ट लाएर घर आइपुग्यो हैन पानी पनि खत्रै पऱ्यो यस्तो लाएर यो भैँसी उता छ पुरै कस्तरी हेरेर आमाले हाल्ला चाहिँ गरे चाहिँ के हो कुरो मलाई हान्छस् क्या मलाई त हाल्ला चाहिँ गरे चाहिँ त लाएर होइन घाँस काटियो पानी पनि खत्रै ठुलो पऱ्यो त भर्खर त्यही घर आउने बित्तिकै घर आउने बित्तिकै पानी खत्रै पऱ्यो भर्खर यहाँ सालले पनि भर्खरै कराएर जाएर त्यही भइसकेको छ
गाह्रो छ अब घाँस हालिदिनु पर्यो के गर्ने है हिँड्छु आजको लागि यति नै गाइस अनि यति भन्दै म बिदा हुन चाहन्छु च्यानललाई सब्सक्राइब गरिदिनु होला